नमस्ते साथीहरू, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले तपाईँ हाम्रो भान्सादेखि गोजीसम्म प्रत्यक्ष असर परेको छ। सरकार बिना कुनै ठोस तयारी भारतसँगको सिमाना कडाई वा बन्द गर्ने निर्णय त गर्यो, तर के यसले हाम्रो देशलाई आत्मनिर्भर बनाउँछ त कि केवल गरिब जनतालाई महँगीको मारमा हकेलेको छ? आजको भिडियोमा हामी यसै विषयमा कुरा गर्नेछौँ। हुन त तथ्याङ्क अनुसार नेपालमा 20% गरिब मुनि जनता मात्रै छन्, तर वास्तवमा 80% जनसङ्ख्या गरिब छ र त्यही गरिब परिवारको एउटा सदस्य खाडीको 50 डिग्री गर्मीमा महिनाको 30-35 हजारका लागि आफ्नो रगत पसिना बेचिरहेको छ। तर विडम्बना, उसले पठाएको पैसाले आज नेपालमा उसको परिवारलाई 2 छाक खुवाउन धौ परिरहेको छ। के सरकारले केवल खाडीमा युवा बेच्ने र रेमिटान्समा र्याल चुहाउने नीति मात्रै बनाएको हो? सिमाना बन्द हुनुको सिधा अर्थ हो दैनिक उपभोग वस्तुहरूको अभाव र कालोबजारीको वृद्धि। हामी भन्छौँ स्वदेशी सामान प्रयोग गरौँ, तर के बजारमा पर्याप्त स्वदेशी उत्पादन छ? जबसम्म स्वदेशी सामानको क्वालिटी र रेट अन्तर्राष्ट्रिय स्तरको हुँदैन तबसम्म उपभोक्ताले महँगो र कमसल सामान किन किन्ने? तयारी बिनाको राष्ट्रवादले र नयाँ आर्थिक पण्डितको नीतिले केवल महँगी मात्र निम्त्याउँछ। एउटा साना उद्यमीको पीडा बुझ्ने कसले? नेपालमा उद्योग चलाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै छ। न त सहुलियत दरमा लोन पाइन्छ, न त यातायात खर्च कम छ। त्यसमाथि सरकारको दोहोरो ट्याक्स नीति र कच्चा पदार्थको अभावले उत्पादन लागत यति महँगो हुन्छ कि विदेशी सामानको प्रतिस्पर्धा गर्नै सक्दैन। जबसम्म सरकारले सब्सिडिज दिँदैन र उत्पादन सस्तो बनाउँदैन तबसम्म बोर्डर बन्द गर्नु भनेको गरिबलाई झन पीडा दिनु र झन गरिब बनाउनु मात्रै हो। हाम्रो देशमा विश्व बैंकका विज्ञ मानिने डाक्टर स्वर्णिम वाग्ले जस्ता व्यक्तिहरू अर्थमन्त्रीमा हुनुहुन्छ। $100 बिलियन को अर्थतन्त्र बनाउने सपना देख्नु राम्रो हो, तर के त्यो सपना गरिबको ढाड सेकेर मात्रै पुरा हुने हो? जनता महँगीले छटपटाइरहेका बेला ठुला इकोनोमिक डेटा मात्रै देखाउनु एउटा असफल अर्थशास्त्रीको लक्षण त होइन। नेपाली धरतीको वास्तविकता समस्या नबुझी बनाइएको नीतिहरूले मात्र देश चल्दैन। निष्कर्षमा भन्नुपर्दा हामी आत्मनिर्भर बन्नै पर्छ, तर त्यसका लागि पहिले आफ्नो उत्पादन क्षमता बढाउनु पर्छ, उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ र यातायात विद्युत जस्ता खर्च घटाउनु पर्छ। घरमा चुलो बाल्ने रासन नभई बजारको बाटो बन्द गर्नु बुद्धिमानी होइन। सरकारले पहिले जनताको आर्थिक अवस्था र बजारको आपूर्तिलाई ध्यान दियोस्। साथीहरू, तपाईँलाई के लाग्छ? के बिना तयारी बोर्डर बन्द गर्नु सही हो? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।